हेलो गाइज, आज म भ्लग बनाउँदैछु अनि हामी चाहिँ छौँ के अरे ग्रिन लिफ रेस्टुरेन्टमा रिसोर्टमा होइन त। आज हामी यत्तिकै जाउँ लाग्यो अनि हामी आज भ्लग बनाइराखौँ। अनि त्यसै गरी अब होइन हामी जाँदैछौँ सबैतिर देखाउन है। यहाँनिर उ छ टोइलेट छ होइन। अनि यो चाहिँ एउटा रिसोर्ट पनि अनि त्यहाँ मान्छेहरू नि बस्न मिल्छ। त्यही भएर यहाँनिर रुम नम्बर 102 त्यसको उयो छ। त्यसै गरी यहाँ मेरो साथी हुनुहुन्छ जसको नाम चाहिँ प्रनिसा हो। अब ऊ कति वर्षहरू चाहिँ मलाई थाहा छैन। अहिले हामी भित्र जाउँ, यहाँ मान्छे छन् है। अब हामी माथि जान लाग्दैछौँ है। हामी मजाले गइरहौँ माथि। यहाँ भर्याङ कम्तीमा हामीले 500वटा भर्याङ चढिसक्यो होला हुन त होइन। त्यही पनि यहाँनिर हामी तलमाथि गर्दा 500वटा चाहिँ भयो होला। मलाई चाहिँ क्यामेराहरू मान्छेको अगाडि देखाउन लाज लाग्छ। त्यही भएर म बिचा भिडियो पज गर्दैछु। अब हेर्नुहोस्, तपाईँलाई हामी माथिको भ्यू देखाउनेवाला छौँ। त्यही हेर्नु, यहाँ मजाले घाम पनि लागिरहेको छ है। हामी चाहिँ कहाँ भन्दाखेरि यहाँको ओसो तपोवननिर छौँ, त्यसकै नजिकमा पर्छ। अब हेर्नुहोस् यहाँको मजाले नजारा। यही मेरो साथी यहाँ हुन्छ है। यसै गरी ऊ त्यहाँ अरू नि रिसोर्टहरू रहेका छन्। ऊ त्यहाँ मान्छेहरू टिकटक बनाइरहेका छन् है। अनि एउटा स्विमिङ पुल छ, तर यो चाहिँ अर्कै कुन चाइनिज होटेलको हो है गाइज। अनि हेर्नुहोस्, हामी यसो बाहिर गएर पनि देखाउँछौँ बाहिरको भ्यू कस्तो। हाम्रो बस अहिले छैन, अरूकै पिकनिक लैजानु छ, तर त्यो बसमा चाहिँ गीतै बज्दैन है। किन हो बोलाउन पनि सकिन्छ। यहाँ मान्छे हुनुहुन्छ र यहाँको मान्छे गइसक्नु हो अनि हामी नि भित्र आएका छौँ है। यहाँनिर हेर्नुहोस्, डाउन द स्टेयर्स पिकनिक स्पोट एन्ड कटेज किड्स प्ले जोन वाटरफल कन्फरेन्स हल रेस्टुरेन्ट बार रेस्ट रुम ओपन टेरिस ब्लक ए 101 to 105 ब्लक बी 201 to 211 ब्लक सी 301 to 310 है। यसै गरी हजुरले उल्टो अक्षर देखिरहनु भएको होला है, तर हामीले चाहिँ उल्टो देखिन्छौँ। अब हेरेर हामी वाटरफल हेर्न जाँदैछौँ है गाइज। वाटरफल यहाँको दामी छ अनि छाड्ने आउँछ है गाइज। त्यो वाटरफल देखाउँदा बोल्नेवाला छैन, किनभने त्यहाँ मान्छे छ है। हजुरले वाटरफल देखिसक्नु भएको छ र भिडियो पनि 3 मिनटको भयो। यो भ्लग भन्दा नि एउटा भिडियो नै बन्ला जस्तो छ। अब हामी एउटा खुल्ला ठाउँमा जानेछौँ है। ल जाऊँ है, हुन्छ। ए हजुर छिटो प्रनिसा आउन। हामी भ्लग बनाउँदै यहाँ आइपुगेका छौँ है गाइस। हल्का मेरो साथीको नि परिचय सुन्नु होला। साथी, हजुरको परिचय दिनुहोस्। मेरो नाम प्रनिका लम्साल, म 10 वर्ष भयो। साथीलाई लाज लागेछ, त्यही भएर यहाँ बोल्नु भएन है। अब म नि तल गएँ गाइज। अहिले चाहिँ म किड्स जोनमा जानेवाला छु, किड्स प्ले जोन। त्यो चाहिँ कुन हो भन्दाखेरि अहिले यहाँबाट रुखहरू छेकिरहेछन्। त्यहाँ मान्छेहरूले टिकटक नै बनाइरहेका छन्। त्यसै गरी त्यहाँ मान्छेहरूको भिड छ है। ल हामी चाहिँ गइरहेछौँ किड्स प्ले जोनतिर है। त्यहाँनिर